सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको हो। सम्पूर्णजना ख्रिस्टीय अभिवादन। आउनुहोस् आज पनि हामी भजन सङ्ग्रहको पुस्तकबाट भजन नम्बर 107 को 1 देखि 43 सम्म हामी पाठ गरौँ। परम प्रभुमा धन्यवाद चढाऊ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। परम प्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनुन्, जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर छुटाउनु भयो। तिनीहरू जसलाई देश देशबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो। कोही मरुस्थलका उजाड स्थान हुँदो अल्मोँदै हिँडे र बसोबास गर्न पाउने कुनै सहरको मार्ग भेटाएन। भोक र प्यासले क्षीण भई प्राण जाला जत्तिकै भइसकेको थियो। तब तिनीहरूले आफ्नो दुःखमा परमप्रभुको दुहाई गरे र उहाँले तिनीहरूलाई आपदबाट छुटाउनु भयो। उहाँले तिनीहरूलाई सोझो बाटोबाट दौडाएर एउटा सहरमा पुर्याउनु भयो, जहाँ तिनीहरू बसोबास गर्न सके। तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढाउनु, किनभने उहाँले तिर्खाएकाहरूलाई तीर्थ पार्नुहुन्छ र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। कोही कोही घोर अन्धकारमा बसे, कैदीहरू जो फलामका सङ्गलाले बाँधिएर पीडामा थिए, किनभने तिनीहरूले परमेश्वरका वचनको विद्रोह गरेका थिए र सर्वोच्चका सल्लाहको अवहेलना गरेका थिए। यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रममा पर्न दिनुभयो। तिनीहरू लोटे, तर तिनीहरूलाई गुहार गर्ने कोही भएन। तब तिनीहरूले आफ्नो सङ्कटमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूलाई तिनीहरूको आपदबाट छुटाउनु भयो। उहाँले तिनीहरूलाई घोर अन्धकारबाट बाहिर ल्याउनु भयो र उहाँले तिनीहरूका बन्धन टुक्रा टुक्रा पारिदिनु भयो। तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढाउन्, किनभने उहाँले काँसाका मूल ढोकाहरू तोडिदिनुहुन्छ र फलामे आग्लाहरू छिनालिदिनुहुन्छ। कोही कोही आफ्नो विद्रोही चालले गर्दा मूर्ख बने र आफ्नै अपराधको कारण विपत्तिमा परे। सबै भोजनहरू तिनीहरूलाई अमन भयो र तिनीहरू मृत्युको मुखसम्म पुगे। तब तिनीहरूले आफ्नो सङ्कटमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूलाई तिनीहरूको आपदबाट छुटाउनु भयो। उहाँले आफ्नो वचन पठाउनु भयो र तिनीहरूलाई निको पार्नुभयो र तिनीहरूलाई मृत्युको खाडलबाट उस्कास्नुभयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढाउन्। तिनीहरूले धन्यवाद बलि चढाउन् र हर्षका गीतहरूमा उहाँका कार्यहरूको वर्णन गरून्। कोही कोही जहाँ चढी समुद्रमा गए, तिनीहरू महासागरमाथिको व्यापारी थिए। तिनीहरूले परमप्रभुका कार्यहरू देखे। सागरको गहिराईमा तिनीहरूले उहाँका आश्चर्य कामहरू देखे, किनभने उहाँले आज्ञा गर्नुभयो र प्रचण्ड आँधी चलाउनु भयो, जसले सागरका छालहरू उठाए। तिनीहरू आकाशसम्म चढेर गए र फेरि सागरको गहिराईमा झरे। तिनीहरूको क्लेशमा तिनीहरूको साहस गलेर गयो। तिनीहरू मतवाला जस्तै रन्थनिएर धर्मनाउँदै थिए र तिनीहरूको अक्ल गुम भयो। तब तिनीहरूले आफ्नो सङ्कटमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूलाई तिनीहरूको आपदबाट छुटाउनु भयो। उहाँले आँधीलाई शान्त गराउनु भयो र सागरका छालहरू स्थिर भए। आँधी शान्त भए पनि पछि तिनीहरू खुसी भए र उहाँले तिनीहरूले चाहेका बन्दरगाहमा पुर्याउनु भयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँको आश्चर्यका कामका निम्ति उहाँलाई धन्यवाद चढाउन्। तिनीहरूले मानिसहरूको समुदायमा उहाँको तारिफ गरून् र धर्मगुरुहरूको सभामा उहाँको प्रशंसा गरून्। उहाँले नदीहरूलाई मरुभूमिमा बग्ने खोलालाई सुक्खा भूमिमा र मलिलो भूमिलाई नुनको मरुस्थलमा परिवर्तन गरिदिनु भयो। त्यहाँ बस्ने मानिसहरूका दुष्टताको कारणले यसो भएको थियो। उहाँले मरुभूमिलाई तालहरूमा र सुक्खा जमिनलाई बग्ने खोलाहरूमा परिवर्तन गरिदिनु भयो। परमप्रभुले भोकाएकाहरूलाई त्यहाँ बस्न ल्याउनु भयो अनि तिनीहरूले आफू बस्नले एउटा सहर निर्माण गरे। तिनीहरूले खेतमा बिउ छरेर दाखबरी लगाए, जसले असल फसल उत्पादन गर्यो। उहाँले तिनीहरूलाई आशीर्वाद दिनुभयो अनि तिनीहरूको सङ्ख्यामा धेरै वृद्धि भयो र तिनीहरूका गाई बस्तुहरूलाई उहाँले घट्न दिनु भएन। अत्याचार, विपत्ति र शोकले गर्दा तिनीहरूको सङ्ख्या घट्यो र तिनीहरू होच्याइए। उहाँ जसले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ, तिनीहरूलाई पथहीन मरुस्थलहरूमा भड्की हिँड्न दिनुभयो। तर दरिद्रहरूलाई उहाँले तिनीहरूको विपदबाट उकास्नुभयो र तिनका
परिवारहरू भेडाका बथान चाहिँ बढाउनुभयो। सोझाहरू यो देख्दछन् र आनन्दित हुन्छन्, तर सबै दुष्टहरू आफ्नो मुख बन्द राख्छन्। जो बुद्धिमान छ त्यसले यी कुराहरूमा ध्यान दियोस् र परमप्रभुको महान करुणामाथि विचार गरोस्। यस वचन पढेर सुनाइमा सम्पूर्ण जनलाई परमेश्वरले आशिष गर्नुभएको होस्। धन्यवाद। आमेन।